सो आज चाहिँ हामी मेन्टल हेल्थको मिथ्याहरू के छन् भनेर बुझ्छौँ है त। सो पहिलो सुरुमा चाहिँ पहिलो मिथ्या भनेको चाहिँ मेन्टल हेल्थले चाहिँ हाम्रो दिमागमा मात्र असर पार्छ है भनेर सोच्छौँ। तर मेन्टल हेल्थको समस्याहरू आयो भने चाहिँ यसले हाम्रो इमोसन्स र हाम्रो शारीरिक अवस्थालाई पनि असर पार्छ है। दोस्रो भनेको चाहिँ मेन्टल हेल्थको समस्या छ भने चाहिँ त्यो चाहिँ चुटकीमै निको हुन्छ भन्छन् क्या। तर मेन्टल हेल्थको समस्यालाई चाहिँ समाधान गर्नको लागि चाहिँ इट टेक्स टाइम है। अनि त्यसपछि अर्को भनेको चाहिँ मेन्टल हेल्थ भनेको चाहिँ बुढेसकालमा मात्र हुन्छ भन्ने सोच छ। तर मेन्टल हेल्थको समस्या चाहिँ हाम्रो बाल्यकाल अवस्था र हाम्रो युवा अवस्थामा पनि हुने गरेको छ। अनि अर्को मिथ्या भनेको चाहिँ थेरापी भनेको चाहिँ सिभियर मेन्टल इलनेसको लागि मात्र हो भनेर सोच्छौँ। तर मेन्टल इलनेसको जुन थेरापीहरू हुन्छ त्यो चाहिँ हाम्रो स्ट्रेस र एन्जाइटी जस्ता कुराको लागि पनि प्रयोग गर्न सकिन्छ। अर्को भनेको चाहिँ मेन्टल हेल्थको प्रब्लम्स भनेको चाहिँ विकनेस हो भनेर भन्छन्। तर इफ यु सिक सपोर्ट, आफ्नो कुराहरू व्यक्त गर्न सक्यो, हेल्प माग्न थाल्नुभयो भने चाहिँ यो चाहिँ के हो, तपाईँको मेजर स्ट्रेन्थ हो। अब तपाईँले थाहा पाउनुभयो नि। सो लेट्स स्टप द स्टिग्मा एन्ड स्टार्ट कन्भर्सेसन।